वेलकम ब्याक टु माई च्यानल। इट्स मी अनिस डिटेम। आयो तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको मौसम हेर्न सक्नुहुन्छ यस्तो छ, मिठो मिठो छ। हामी चाहिँ हिजो चाहिँ गएको छ। हिजो चाहिँ मन्दिरतिर गएको खोला गएको थियो। कहाँ भन्दाखेरि ट्याक्क ल्याएर हामी चाहिँ हिजो चाहिँ उहाँ माथिनिर गएको। आज चाहिँ हामी चाहिँ कहाँ जाने भन्दाखेरि ट्याक्कै उहाँ जाने। आज चाहिँ ट्याक्कै भ्लग आइहाल्छ, अन्तिमसम्म हेरिदिनु होला। साथै चाहिँ च्यानललाई माया गरिदिनु होला। अब चाहिँ हामी चाहिँ बाटोमा के हुन्छ, के कस्तो छ, बाटोमा गाडीहरू हिँडेको छ कि छैन, त्यो पनि भ्लग आउँछ। अन्तिमसम्म हेरिदिनु होला। साथसाथै माया गरिदिनु होला, स्किप चाहिँ नगर्नु होला। त्यो कस्तो प्रतिक्रिया दिनु होला, कस्तो भएको छ कि छैन। अब चाहिँ आउनुहोस् बाटोमा भेटौँ ल। देखियो त भयो के अरे गाइज, हामी चाहिँ ट्याक्क लाएर हिँड्दैछौँ। ट्याक्कै घर चाहिँ यहाँ भयो, ट्याक्कै पछाडि चाहिँ मकै बारी भयो, यहाँ चाहिँ बाटो भयो। यहाँ चाहिँ ट्याक्क लाएर सन चाहिँ उता उस्तो अस्ताउँदैछ। उता हामी चाहिँ हिजो गएको चाहिँ उतानिर, हामी चाहिँ आज जाने चाहिँ यतानिर। त्यो ट्याक्कै बाटोमा के हुन्छ त्यो सबै देखाइदिन्छु। अन्तिमसम्म हेरिदिएर च्यानललाई माया गरिदिनु होला। अब के भन्ने हो र, दिनदिनै डेली भ्लग हालेकै छु। साथै माया गरिदिनु होला च्यानललाई। के भन्ने, बाटो चाहिँ यस्तो हो, ठिक चाहिँ के बाटो हो यताको, हिजोको बाटो हो। ट्याक्कै सिडी चढ्दा बाटो कति नराम्रो छ। बालेन बनेपछि चाहिँ टक्क अब चाहिँ बाटो चाहिँ बन्द लाग्यो अरे, भनिहाल्छ, टेन्सन नगरी हुन्छ। मकै यस्तो यस्तो छ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ आउनलाई यो गीत सुन्दा ट्याक्कै पुगेको छ। किन थाहा छैन है, उहाँ फेरि उहाँ जाने, यहाँ जाने, फेरि यता जाने, मस्त हेडफोन सक्नुहुन्छ। अन्त यो धेरै 2 मिनट ट्याक्क पुगिन्छ। हामी चाहिँ यो बुटोल यो हामी चाहिँ आइयो चाहिँ 1 किलोमिटर जति थियो क्या। हेर्न सक्नुहुन्छ मस्त भ्यू, राम्रो राम्रो हो। यतानिर हस्पिटल लाइन देख्नुहुन्छ, यतै पर्ने रहेछ, यतैनिरै पर्ने रहेछ क्या हस्पिटलमा। यता चाहिँ यो चाहिँ देख्नुभएको छ नि, यो खोलो चाहिँ तिनो हो क्या, त्यस्तो लाग्छ। हेर्न सक्नुहुन्छ पर ट्याक्क यहाँ राम्रो देख्नुभयो। भ्यू हेर्दै मजाले त्यो गर्नु होला। हिजोको चाहिँ नुवाकोटको भ्यू ट्याक्कै हेरिसक्नु भएको होला। ट्याक्कै कति राम्रो थियो। त्यो म चाहिँ बिहान उठेको छु। हेर्न सक्नुहुन्छ यता चाहिँ चिया पाकिसकेको छ। त्यहाँबाट चाहिँ कपमा राखिदिएको हेर्नु चाहिँ ट्याक्क मुगाले हेर्दै सक्नुहुन्छ। कस्तो लाग्यो हिजोको नुवाकोटको भ्यू, तपाईँ कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला। तपाईँको लागि कमेन्ट बक्स खाली हुन्छ। भनेर आज चाहिँ के को बारेमा, दिउँसो के को बारेमा भ्लग गरेर नै तपाईँ प्रतिक्रिया दिनु होला। त्यो अनुसार मैले तयारी गर्छु। सक्नुहुन्छ भर्खर चिया पकाउँदै चिया उम्लेर यस्तो छ अवस्था चाहिँ चुप्पा हो। हाम्रोमा चाहिँ चिया पाकिसक्यो, 2 कप चाहिँ अर्को चाहिँ ल्याउन जानुपर्ने हुन्छ। के सिधा खानेर बिहान उठेर भुजा सिधा खाने, भुजा हिजो चटपट बनाएको, त्यही भएर। सो गाइज, आजको लागि सो यति नै। अन्तिमसम्म धन्यवाद। अर्को भ्लगमा, नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई।